गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज म कसरी हजुरलाई एआई अवतार बनाउने भनेर भिडियो बनाउनु गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला अनि भिडियो मन पर्यो भने लाइक कमेन्ट गर्न नबिर्सनु होला है त। यो एआई अवतारहरू नेपालमा त धेरै युज भइरहेका छन् र इन्डियामा यस्ता एआई अवतार युज गरेर धेरै क्रिएटरहरूले धेरै भ्युजहरू र धेरै प्लसहरू गेन गरेका छन्। आज म तिनीहरूकै क्रिएटरको जस्तो कसरी बनाउने भनेर फुल डिटेलमा बताउन गइरहेको छु। भिडियोलाई अन्तिमसम्म हेर्नु होला है त। सबैभन्दा पहिले हामीले बुझ्नुपर्ने एआई अवतार भनेको के हो। जस्तै देख्न सक्नुहुन्छ म अहिले उभिरहेको छु र बोलिरहेको छु। हो यो काम मैले नगरी एआईले गरिदिने। हजुरले प्रोपर लिपसिङ, प्रोपर ह्यान्ड मुभमेन्ट अनि सबै काम एआईले गर्ने हो। यसलाई भनिन्छ एआई अवतार। अब यसलाई कसरी क्रिएट गर्ने भनेर फुल डिटेलमा बताउन गइरहेको छु। सबैभन्दा पहिले हामीले एआई अवतारको लागि प्रम्प्ट चाहिन्छ। प्रम्प्टको लागि हजुरले मेरो डिस्क्रिप्सन बक्समा एउटा लिङ्क छ गुगल डक्सको, अनि त्यो डक्सकोमा क्लिक गरेर हजुरले आफ्नो त्यो प्रम्प्टहरू ल्याउन सक्नुहुन्छ। सबै प्रम्प्टहरू त्यहाँ राखिदिएको छु, त्यहाँबाट गर्नु होला। म अहिले फोटो बनाउनको लागि प्रम्प्ट चाहिन्छ। प्रम्प्टको लागि सबैभन्दा पहिला यो प्रम्प्ट कपी गर्नुहोस् अनि कपी गरेर आफ्नो अनुसारको नेम अनि कलर चेन्ज गर्नुहोस् र जेमिनीमा खोल्नुहोस्। अनि जेमिनी खोलिसकेपछि आफ्नो फोटोलाई इम्पोर्ट गर्नुहोस् अनि त्यो मैले त्यो दिएको प्रम्प्टलाई कपी गरेर त्यहाँ पेस्ट गर्नुहोस्। अनि कपी फोटो आफ्नो फोटो इम्पोर्ट गर्नुहोस्। पहिला बुझ्नुहोस् राम्रोसँग, पहिला आफ्नो फोटो इम्पोर्ट गर्नुहोस्, त्यसपछि प्रम्प्ट हाल्नुहोस्, त्यसपछि पठाउनुहोस्। ल अब पठाइसकेपछि केही सेकेन्डमा यस्तो फोटो बनाएर तयार हुनेछ। यो फोटो तयार भइसकेपछि तपाईँहरूले अब सबैभन्दा बुझ्नुपर्ने कुरा के हो भन्दाखेरि फोटो त बन्यो। अब यो फोटो राम्रोसँग एडिट गर्नुपर्छ। एडिट गर्नको लागि हामीले फ्री स्टाइलमा जानुपर्छ र हल्का कलर ग्रेडिङ एन्ड हल्का अटोमा लगाएर हामी थोरै एडिटिङ गर्छौँ। अनि अब यसलाई एडिटिङ गरिसकेपछि हामीले सिधा कुरा अब भिडियो बनाउनुपर्छ। भिडियो बनाउनको लागि हजुरले गुगल जेमिनी युज गर्न सक्नुहुन्छ। गुगल जेमिनीबाट हुन्न तर गुगल जेमिनीकै हो। त्यसको लागि हामीले रनवे, पिका, धेरैहरू ड्रिम फेस एन्ड धेरै अरू एआई टुलहरू छन्। म सबै एआई टुललाई तर आज कभर गर्न सक्दैन। म आज गुगलकै एआई स्टुडियो प्रयोग गरेर बताउने छु। यो सबभन्दा फ्री छ। दिनमा 10-20 वटा हजुरले भिडियो बनाउन सक्नुहुन्छ। फ्री नै छ। यो बनाउनलाई सबैभन्दा पहिले गुगल स्टुडियो सर्च गर्नुहोस्। अनि सर्च गरिसकेपछि हजुरले फर्स्टमा आएको यो वेबसाइटमा क्लिक गर्नुहोस्। अनि वेबसाइटमा क्लिक गरेपछि हजुरले अफिसियलमा पुग्न सक्नुहुन्छ। र यसको माथि दिएको थ्री बटनमा क्लिक गरेर तर बिल्डमा जानुहोस्। अनि त्यसपछि भिओ भन्ने कहाँ छ त्यसलाई खोज्नुहोस्। भिओ 2 भन्ने होला, त्यसमा क्लिक गर्नुहोस्। अनि त्यसमा क्लिक गरिसकेपछि इन्टरफेस यस्तो आउनेछ। त्यो इन्टरफेस आइसकेपछि तपाईँहरूले आफ्नो भिडियो कुन बनाउने हो त। आफ्नो भिडियो बनाउने त्यो अघिको फोटो छ नि, त्यो फोटोलाई त्यहाँ इम्पोर्ट गर्नुहोस्। अनि त्यो भिडियो बनाउनको लागि हजुरले त्यो प्रम्प्टले काम गर्दैन। त्यसैले मैले भिडियो प्रम्प्ट पनि त्यसकै तल राखिदिएको छु। त्यसैले भिडियो प्रम्प्टको लागि तल देख्न सक्नुहुन्छ ह्यान्ड मुभमेन्ट, लिपसिङ सबैको मैले बनाएर राखिदिएको छु। त्यसलाई कपी गर्नुहोस् अनि त्यसलाई लिएर यहाँ पेस्ट गरिदिनुहोस्। त्यसपछि तपाईँको केही समयमै 1 मिनट या 2 मिनटमा हजुरको भिडियो बनेर तयार हुनेछ। त्यो भिडियो हजुरको 8 सेकेन्ड मात्रै हुनेछ। यो भिडियो हजुरले देख्न सक्नुहुन्छ कस्तो प्रोपर लिपसिङ, प्रोपर ह्यान्ड मुभमेन्ट भइरहेछ। तर यसले अब हाम्रो बोलाइको अनुसार कसरी बोल्छ त। यसको लागि सबैभन्दा पहिले हजुरले यसलाई डाउनलोड गर्नुहोस्। अनि हजुर यसलाई डाउनलोड गरिसकेपछि अर्को काम रहेको छ हाम्रो। हजुरसँग भोइस छ भने भोइस बनाउनुहोस्, नभए 11 ल्याब्सबाट आफ्नो भोइस बनाउनुहोस्। पहिला कि आफ्नो भोइस रेकर्ड गर्नुहोस्। अनि भोइस रेकर्ड गरिसकेपछि हजुरले त्यसलाई सेभ गर्नुहोस्। अनि त्यसपछि हजुरले आफ्नो काम भनेको प्ले स्टोर खोलेर ड्रिम फेस एप डाउनलोड गर्नुहोस्। यो फ्री नै छ। त्यसैले यसलाई डाउनलोड गर्नुहोस् अनि ओपन गर्नुहोस्। अनि यसको थोरै साइन अप लगइन भन्ने हुन्छ, त्यसमा क्लिक गर्नुहोस्। अनि साइन अप लगइन के गर्ने हो गर्नुहोस्। अनि त्यसपछि हजुरले एको वेबसाइटमा मतलब यसको एपहरूमा आउन सक्नुहुन्छ। त्यसपछि हजुरले देख्न सक्नुहुन्छ लिपसिङ भन्ने छ। यो फर्स्ट अप्सनमा गएको लिपसिङमा क्लिक गर्नुहोस्। अनि त्यसमा क्लिक गरिसकेपछि आफ्नो भिडियोलाई इम्पोर्ट गर्नुहोस्। आफ्नो भिडियो 8 सेकेन्डको जुन हजुरले गुगल एआई स्टुडियोबाट बनाउनु भएको त्यो भिडियोलाई इम्पोर्ट गर्नुहोस्। त्यसलाई इम्पोर्ट भइसकेपछि आफ्नो जुन हो भोइस तल देख्नुहुन्छ इम्पोर्ट भोइस भन्ने, यसमा त 3 अप्सन देख्नुहुन्छ। रेकर्ड पनि गर्न सक्नुहुन्छ आफ्नो भोइस त्यहीँ न। अनि त्यसपछि आफ्नो भोइसलाई इम्पोर्ट गर्न सक्नुहुन्छ। अहिले म भिडियोलाई इम्पोर्ट गर्छु। हो त्यो भोइसलाई इम्पोर्ट गर्नुभयो। अनि भोइसलाई इम्पोर्ट गरिसकेपछि हजुरले तल देख्न सक्नुहुन्छ क्रिएट। यसमा क्रिएट गर्नुभयो भने 3 10 वटा बनाउन सक्नुहुन्छ। तपाईँले 30 सेकेन्डको भिडियो एकचोटि बनाउन सक्नुहुन्छ। त्यसको लागि 30 सेकेन्ड गर्दै गर्दै 1-2 मिनटको पनि 5, 6, 10, 12 मिनटको बनाउन सक्नुहुन्छ। त्यसपछि यसलाई डाउनलोड गर्नुहोस् अनि केही सेकेन्डमै हुनेछ। यस्तो देख्न सक्नुहुन्छ। यस्तो VO3 लाई अहिले चीनबाट कडा प्रतिस्पर्धा आएको छ र यो एकदमै चकित पार्ने किसिमको छ। बाइट डान्सले सी डान्स भनेर नयाँ एआई टुल ल्याएको छ र यो त हजुरलाई कस्तो लाग्यो यो भिडियो। हजुरलाई भिडियो मन पर्यो भने प्लिज सब्सक्राइब गर्न नबिर्सनुहोस्। अनि च्यानलमा नयाँ आउनुहुन्छ भने सब्सक्राइब गरिदिनुहोस् र भिडियो मन पर्यो भने हजुरले लाइक गरिदिनुहोस्। र कुनै पनि हजुरलाई डिफिकल्ट लाग्यो भने मलाई कमेन्ट गर्न सक्नुहुन्छ। म हजुरको पर्सनली हजुरलाई मेन्टर गर्नेछु। ओके बाई बाई। आजको भिडियोमा यति नै।